शर्मा ओलीज्यूले राजासँग आफ्नो तुलना हुँदैन भनेर भन्नुभयो। हो, ठीक हो। न तपाईको न यो देशको राष्ट्रपतिको राजासँग कुनै पनि तुलना हुँदैन, किनभने देश र जनतालाई संकट परेको अवस्थामा जनतालाई मारेर भाग्ने राष्ट्रपति र प्रधानमन्त्रीको यो देशमा राजासँग तुलना हुँदैन। तपाईहरु नेतागण र यो देशको राजामा धेरै फरक छ। जनताले माग्दाखेरि जनताको नासो जनतालाई दिन्छु भनेर हाँसी हाँसी दरबार छोड्नु भएको थियो, जसको शताब्दीको विरासत थियो। तर तपाई 76 जना मर्दाखेरि पनि यो देशमा मै प्रधानमन्त्री हुनुपर्छ भन्ने हठले गर्दा आज यो देश खरानीर अस्तुमा परिणत भएको छ। राजासँग त्याग थियो, तपाईसँग स्वार्थ छ, त्यसैले तपाईहरुको राजासँग तुलना हुँदैन। आज आह्वान गर्न चाहन्छु, राज्यविहीनताको रातमा आम नेपालीले किन राज संस्थालाई सम्झे? किन भदौ 24 गते तपाईहरुलाई लाग्यो कति बेला सेना बाहिर निक्लिन्छ? किन तपाईले राष्ट्रपतिलाई सम्झिनु भएन? किन तपाईले आफ्ना सांसदलाई सम्झिनु भएन? किनभने जब घरमा संकट पर्छ, जब घरमा अप्ठ्यारो आउँछ, हामी बाबुआमा सम्झिन्छौँ। यो देशलाई संकट पर्दा हामी सारा नेपालीले राज संस्थालाई सम्झेको थियौं।